यसले महिला उद्यमी मेला याइगु चुकुदु महिला सशक्तिकरणका लागि आधार उद्यमशीलता व रोजगार धैगु मूल नारा थेका सचिव चिन निकागु अन्तर्राष्ट्रिय महिला दिवस याचले नागबाहा व इलाननी महिला उद्यमी मेला जुइटेंगु खा यला महानगरपालिका वडालिया 16 या गोसाले मेलाई बारे जानकारी बित बुधबार पत्रकार सम्मेलन जुगु खा स्थानीय मापुच व थिथि सहकारी देश उत्पादन यागु कास्तकला दिशा काप धातु या मूर्ति लगायत या नेछगु स्थल दैगुतका पत्रकार सम्मेलनले जानकारी बिगुदु यहाँ वडाको गतिविधि अन्य महिला क्षेत्रमा भएका गतिविधिहरू र युवा ज्येष्ठ नागरिक यो विभिन्न क्षेत्रमा भएका गतिविधिहरूलाई पनि अलिकति हामीले यो मेला मार्फत चाहिँ विकास पार्न गइरहेका छौँ। सँगसँगै यो मेलाभित्र चाहिँ हाम्रो आर्थिक कारोबारको कुरामा आउँदाखेरि अब यसमा हामीले हाम्रो ललितपुर उद्योग वाणिज्य सङ्घ नेपाल हस्तकला महासङ्घ र ललितपुर हस्तकला सङ्घको पनि यसमा सहयोगी संस्था र प्रबन्धकको भूमिका रहेको हुँदा उहाँहरू मार्फत पनि यो सर्कल भएको छ। उहाँहरूको तर्फबाट भोलि सर्कलमा व्यवसायहरूको उद्यमी व्यवसायहरूको उपस्थिति रहने स्थलहरू रहने र केही प्रदर्शनीका सामग्रीहरू पनि रहने भएको हुँदाखेरि त्यसबाट चाहिँ बिक्री वितरणमा पनि हाम्रो स्टल चाहिँ अलिकति उत्कृष्ट र राम्रो किसिमको चाहिँ यो स्टलहरूको व्यवस्थापन हुनेमा हामी ढुक्क छौँ। अथे मेला नेपाल हस्तकला महासंघ पाके हस्तकला प्याभिलियन ललितपुर उद्योग वाणिज्यसँग यल जिल्ला उत्पादित सामग्री या प्रवर्धन यातन यने हगु मेड इन ललितपुरिया अवधारणा कथा मेड इन ललितपुर प्याभिलियन दैगुरकान जानकारी बेउको ख हामी हस्तकला महासंघ यसमा संलग्न हुन पाउनु पनि हाम्रो लागि एउटा गर्वको विषयको पनि हुन जान्छ। अब यहाँलाई विदित छ यो कोभिडले सबैलाई असर गरेकै अवस्था छ। त्यसैको एउटा लाइफस्टाइलले चाहिँ हामीले अलिकति चलायमान बनाउनु पर्छ भन्ने हिसाबले हामीले यो मेलामा प्रवर्तकको रूपमा हामीले साथ दिने जमर्को गऱ्यौँ भने अर्को एउटा महत्त्वपूर्ण यहाँले उजागर गर्नुपर्ने विषय के भने ललितपुरलाई विश्वको 35औं कला नगरी घोषणा गरेको आज 3 वर्ष भएको अवस्था छ। यसमा चाहिँ हामीले आर्ट एक्जिबिसनमा एउटा महत्त्वपूर्ण आर्ट ग्यालरी हाम्रो सरिता धुमलजीले नेतृत्व गर्नुभएको संस्था छ। त्यहाँबाट चाहिँ एउटा आर्ट एक्जिबिसनको लागि हामीलाई पूर्ण रूपमा सहयोग आर्ट चाहिँ हाम्रो महिलाबाट आर्टहरू मात्र चाहिँ त्यो प्रदर्शनी हुनेछ भने हाम्रो महानगरपालिका वडाको तर्फबाट ट्रेनिङ दिएको यो फोटो युवाहरूलाई दिएको फोटोग्राफी ट्रेनिङ छ। त्यो फोटोग्राफी ट्रेनिङ लिएका भाइ बहिनीहरूको फोटोहरू पनि हामी प्रदर्शन गर्नेछौँ। साथसाथै हामीले यसमा चाहिँ हामीले यो बुटिक ट्रेनिङ पनि हामीले दिएको त्यसका प्रशिक्षार्थीबाट उत्पादन ड्रेसहरू सिलाएको बुटिक ट्रेनिङबाट सिकेका ड्रेस र उहाँहरूले उत्पादन गरेका ड्रेसहरू पनि लाएर एउटा हाम्रो यो फेसन सोमा ट्रेडिसनल फेसन अलि मोडर्न टाइपको हुन्छ त्यसमा हाम्रो फेसन सोमा पनि उहाँहरूकै प्रस्तुति पनि हाम्रै वडाकै युवा भाइ बहिनीहरूबाट हुनेछ। मेला फागुन 27 गते सुरुजुया फागुन 29 गते कोचाइगुरका पत्रकार सम्मेलनले जानकारी बिगुदु।